दिवालीको माहौल चाहिँ यस्तो भयो होइन साथीहरू। वहीँनिर पड्काइदिन्छन् कि आवाज आइसक्यो ह्याप्पी दिवाली भने जस्तै हो गाइज। ह्याप्पी दिवाली भने जस्तो भइरहेछ। आज कुकुर तिहार नेपालको यानि कि इन्डियाको चाहिँ दिवाली रहेछ, जस्तो दीपावली रहेछ हाम्रो नेपालको जस्तै भाइटिका मनाउने भन्छ नि त्यस्तै रहेछ यहाँ पनि, त्यही चाहिँ भइरहेछ। ल पड्किन्छ गाइज ह्याप्पी दिवाली। साथीहरू जे होस् रमाइलो भइरहेछ। हाम्रो चाहिँ अहिले कति बजिसक्यो भनेपछि बिहानको 5 बजेर 2 मिनट गइसक्यो। हामी 4 बजे ड्युटीमा आएको, दिउँसोको 4 बजे ड्युटीमा आएको गाइज। अहिले 5 बजे छुट्टी भयो। हाम्रो खासमा 2 बजे छुट्टी हुन्थ्यो। हाम्रो आज चाहिँ कस्टमर धेरै भएको हुनाले 5 बजे छुट्टी भयो। 5 बजेपछि चाहिँ अहिले हामी पटका पड्काउँदैछु। जो हामीले पटका पड्काएको थियौँ नि, पटका लिएर चाहिँ सेटले राखेको थियो होइन, पटकाहरू धेरै राखेको थियो, त्यही भएर अहिले चाहिँ हामी पड्काइरहेको छौँ। अब उज्यालो हुन लागिसक्यो यहाँ चाहिँ। अब 5 बजे भनेपछि अब 6 बजे त उज्यालो भइहाल्छ साथीहरू। त्यही हो, पटका उतादेखि सेटको टिमले फालिरहेछ, यतादेखि हामीले फालिरहेछौँ। प्रतिस्पर्धा भइरहेछ, जे होस् रमाइलो भइरहेछ भन्नुपर्छ। ल अब त्यहाँ हाम्रो चाहिँ एउटा सेटले फाल्दैछ, यता फाल्दैछ, ऊ त्यहाँदेखि आइरह पटका आयो साथीहरू यहाँ आयो। ल पड्की पनि हाल्यो साथीहरू, पटका पड्की पनि हाल्यो। ल रमाइलो भइरहेछ भन्नुपर्छ। अब यस्तै भोलि पनि आउनेछ। ल अर्को पटका पनि आइसक्यो साथी। यहाँ चाहिँ युद्ध चलिरहेछ। मलाई मार्ने विचार गरेँ के हो ल, मलाई चाहिँ मार्ने विचार गरिसक्यो। कहाँबाट कतातिर आउँछ भन्ने कुरो पत्तै हुन्न। ल साथीहरू अहिले चाहिँ ज्यान बचाऊ सरकार भन्दै म चाहिँ ज्यान बचाउनुतिर लागेँ। जस्तरी पड्किन्छ, बम जस्तरी पड्किन्छ। यसले चाहिँ चाह्यो भने मान्छेको आवाज सुन्नुभयो होला नि हजुरहरू। यो आवाज चाहिँ यस्तो खतरा आवाज छ कि यसले भुइँमा लाग्यो भने भुइँको धुलो नै खतम बनाइदिन्छ भने क्या। यस्तो सामान्य सधैँ हेर्दा त सानो डल्लो जस्तो छ, तर यस्तो बम जस्तो दिन्छ नि। वहाँ नजिकको उता जमिन नै थर्काइदिएको हुन्छ भने क्या। नजिक मान्छेको आसपास लाग्यो भने त सकभर मान्छेको हात खुट्टा नै भाँचिन् जस्तो हुन्छ यो बम। यो पटका चाहिँ यस्तो छ। यही पनि प्रतिस्पर्धा यहाँ चाहिँ कस्तो भइरहेको भनेपछि मजाकमा जस्तो कि अब कसैको के यताउता हुनसक्छ नि, दायाँ बायाँ के हुनसक्छ नि। मजाकमा चाहिँ जो हुन्छ नि, अब रमाइलो गर्दै पनि अब दायाँ बायाँ के हुनसक्छ। ल पटकाहरू चाहिँ यसरी वरिपरि फाल्ने हाम्रो चाहिँ मजा गर्ने क्रममा कहिले घटना घट्न सक्छ भनेर अहिले चाहिँ हामीले पटकाहरू बन्द गरिसक्यौँ होइन। जस्तो कि यताउता फाल्न चाहिँ छोडिदिउँ अहिले। जे होस् रमाइलो भइरहेछ। अब चाहिँ हामी रुममा जानुपर्छ। रुममा फेरि हामीबाट आधी घन्टा लाग्छ। हामी आज अर्को होटलमा आएको थियौँ कि, अर्को होटलमा आएको हुनाले चाहिँ हामी अब रुममा जानुपर्छ। ल त्यही हो। ल यता फेरि मजा गर्न लागिजानु भयो। अब चाहिँ हामी जानुपर्छ भिना। अब चाहिँ हामी जानुपर्छ हो कि नै? अब रुममा जानुपर्छ कि नै? कति बज्यो भनिदिनु त? 5 बज्यो। अहिले 5 बजीको बिहानको 5 बजिसक्यो। के गर्नु सो ल यहाँ चाहिँ यस्तो भइरहेछ। ल हामी यो हेटकीमा थियौँ आज, यतातिरको बनासमा हातीमा आज हामी। ल यस्तो बनाउँछन्। उहाँ काकाको त हैरान बनाइसक्यो। उहाँ काका छन् नि, काका सेक्युरिटी काकाको त हैरान बनाइसक्यो। लास्ट दिवाली हाम्रा। यता के भन्दै हुनुहुन्छ हाम्रो बिना? के गरे अभी त इंगे रूम पे फिर सोना पड़ेगा 1-2 घंटा। 2 घंटा उससे ज़्यादा तो सोना नहीं पड़ेगा। नहीं मिलेगा, सोने नहीं मिलेगा उससे ज़्यादा क्या करें। ल त गाइज अब हामी चाहिँ रुमतिर जान्छौँ। हाम्रो जाने उ चाहिँ यही हो। हजुरहरू सबैलाई गुड नाइट भन्दा त शुभ बिहानी भन्न चाहन्छु। र हाम्रो सम्पूर्ण टिमलाई चाहिँ हाम्रो सम्पूर्ण हात यस्तो भइसक्यो, पुरै काला भइसक्यो। हाम्रो सम्पूर्ण टिमहरूलाई चाहिँ गुड नाइट। र अब हाम्रो नेपालतिर सम्पूर्ण दिदीबहिनी दाजुभाइ आम्बुवाहरूलाई चाहिँ शुभ बिहान भन्न चाहन्छु। ह्याभ अ नाइस डे भन्न चाहन्छु। ल ओके गाइज अहिले चाहिँ म छुट्टिन्छु। ओके बाई।